Hello everyone and good morning. So this is day 2 of our Antu ride. अनि हिजो चाहिँ हामी सनराइज हेर्न जान्छौँ भनेर सबले भनेको थियो तर 10 बजी उठिरहेको छ सबजना। Hello everyone and good morning. So this is day 2 of our Antu ride. अनि अहिले चाहिँ म भर्खर उठेर फ्रेस भएर चाहिँ यहाँ बसेर चाहिँ टक्क ब्लग एडिट गरेर पनि हालिदिइसक्यो अर्को हिजोको ब्लग प्लस अनि हामी चाहिँ बिहानै उठेर सनराइज हेर्न जान्छौँ भनेर हिजो सबै राति केटाहरूले भनेको थियो अनि सबैजना जान्छौँ पनि भन्यो तर अब म देखाउँदैछु केटाहरूको हाल के छ भनेर। हिजो यिनीहरू यो सनराइज हेर्न जान्छु भन्ने अनि अहिले आएर चाहिँ यस्तो अब यति टाढा आएको के फाइदा सनराइजै हेर्न जानु पाइनँ हामी। प्लस हामी जुन चाहिँ यो होटलमा स्टे गरेको छु त्यो होटलको चाहिँ मालिक एकदम बबाल एकदम फ्रेन्डली क्या हो। अनि भ्यू चाहिँ हाम्रो यस्तो छ एकदम खुसो लागेर यस्तो भइरहेको छ धेरै। अब हामी यहाँ अब ब्रस गरेर खाजासाजा खाएर नास्ताहरू गरेर अहिले एकछिनमा चाहिँ निस्किन्छु चेकआउट गर्छु अनि तपाईँहरूलाई मालिक पनि देखाउँछु तपाईँहरूलाई एकछिन पर्खनुहोस्। ओके छ त ल अहिले तपाईँहरूलाई भेट्दैछु उल्का। सो अहिले चाहिँ अब चिया पनि आइसक्यो हाम्रो अनि सबैजना यहीँ बसिरहेको छौँ गाइस। गुड मर्निङ गाइस, गुड मर्निङ। अनि हिजो चाहिँ हामी सनराइज हेर्न जान्छौँ भनेर सबले भनेको थियो तर 10 बजी उठिरहेको छ सबजना। अनि वेदर चाहिँ एकदम बब्बाल भइरहेको छ एकदम हुस्यो लागेर चाहिँ उल्की भइरहेको छ उल्का। चेक करो गाइस वेदर चेक करो अन्तुका वेदर। सो गेन म भन्दैछु आज चाहिँ हामी चेकआउट गर्छौँ यहाँबाट अनि अहिले तलको अङ्कललाई देखाउँछु यस्तो यस्तो फ्रेन्डली अङ्कल थियो कि त्यो अङ्कललाई देखाउँछु। अहिले चाहिँ हाम्रो खानाहरू पनि रेडी भइसक्यो अनि अब खानाहरू पनि खान आइसक्यौँ हामी तल अनि हामीलाई अब खानाहरू यहाँ सेटअप भएर खाना खाएर चाहिँ अब हामी यहाँबाट चेकआउट गर्छौँ। पानी चाहिँ परिरहेको छ तर पनि अब भान्सार चाहिँ 2 दिनको मात्रै थियो हाम्रो तर नि अब निक्लिनु त पर्यो भित्ते भए पनि जानुपर्छ अब यति हो आजको। अनि चाहिँ यस्तो बबाल पर्दैछ। सो अहिले चाहिँ अब हामी रेडी भएर पनि अब निक्लिन आँटेको यहाँबाट अनि फेरि हुस्से चाहिँ पुरै लागिरहेको छ एकदम बबालवाला देख्न सक्नुहुन्छ। चाहिँ पानी पर्दै थियो अनि फेरि वेदर चाहिँ पुरै खुल्लै थियो तर फेरि अचानक हुस्से पनि आइहाल्यो यी देखिसकेपछि पानी पनि हल्का हल्का छिटाउँदैछ तर हाम्रो टाइम चाहिँ ओभर भइसक्यो अनि अब हामी यहाँबाट चाहिँ निस्किनु पर्छ। सो अहिले चाहिँ अब हामीले रुम पनि चेकआउट गरिसक्यौँ अनि अब हामी चाहिँ जाँदैछु अनि सो अहिले चाहिँ अब हामी निस्किनु चाहिँ अब फाइनल उयो भइसक्यौँ अब चाहिँ हामी जान आँटेको अनि सबजना चाहिँ अब यहाँ हल्का फोटोसुटहरू गर्दैछौँ अनि त्यहाँबाट चाहिँ अब हामी निस्किन्छौँ। सो अब चाहिँ हामी जाँदैछौँ यहाँ हाम्रो अङ्कल हुनुहुन्छ अङ्कल अब चाहिँ हामी जान्छौँ फेरि पनि आउनु होला हुन्छ। अब खासमा तपाईँहरू यो फुड ट्रायलबाटै जानु कि खासमा फुड ट्रायल मात्रै हो क्या त्यहाँ टुरिस्ट हुन्छ कि हामी राति आइहाल्यो खायो भएर भन्नु चल्दै गइहाल्छ रोड भेटिहाल्छ कहीँबाट निस्किने ठाउँ छैन अब चाहिँ अब हामी निस्केको अनि अब यति हो। अब चाहिँ यहाँबाट चाहिँ अब हुन्छ हाम्रो फेरि राइडिङ यात्रा सुरु हुन्छ यहाँबाट अनि अब चाहिँ हामी मिरिक भएर जान्छौँ अनि तपाईँहरूलाई देखाउँछु बाटोहरूमा के कसो हुन्छ बनेर रहे सतर्क रहे। हाम्रो स्कुटी बाइकहरू एउटा स्कुटी यहाँ छ छोटो यो वाला चेक करो गाइस यो वाला ओ भाइ साहब once again good to have it नेपालमा।
सर्ट ब्रेक लिएको छौँ अनि यहाँ पुरै एकदम हुस्सेले गर्दाखेरि चाहिँ शीत भएको छ सबको अनि यहाँ हाम्रो उयो चङ्खेले नि हाम्रो छोटुले नि लुगा लाउँदैछ यहाँ छ हाम्रो सबजना ग्रुप पसिना निक्लिरहेको छ त हौ यहाँबाट यहाँ चाहिँ एकदम पुरै भिजिसक्यो ज्याकेटहरू पनि सो अहिले चाहिँ अब हामी यहाँ माथि यहाँ ठुलो यहाँ गुम्बाको उयो बुद्धको उयो नै छ मूर्ति नै छ अनि त्यहाँ आएको छु अनि यहाँको टिकट चाहिँ 20 रुपियाँ गोटा अरे अनि यहाँ आई लभ नेपाल पनि यही रहेछ आई लभ भन्दाखेरि नेपाल मात्रै लेखिरहेको रहेछ अनि यहाँबाट चाहिँ एकदम बबाल भ्यू देख्दैछ तपाईँलाई देखाउँदैछु वेट अब चाहिँ यहाँ हाम्रो पुरा एकदम फोटोसुटहरू पुरै बवाल हुँदैछ अनि यहाँ चाहिँ एउटा झुलुङ्गे भन्दा नि स्टिल पुल नै छ यहाँ त्यहाँ जाँदैछ अब हामी अहिले अब हामी चाहिँ यहाँ फाटाकोडा उयो सब उयोहरू गरेर पनि हामी इन्डिया पुगिसक्यौँ अहिले चाहिँ अब यहाँबाट चाहिँ हामी जान्छौँ अब मिरिकमा चाहिँ अब कि बजार जान्छौँ कि झिल जान्छौँ कि हेलिप्याड जान्छौँ तिनवटामा एउटा अप्सन छ अब यहाँबाट चाहिँ अब हाम्रो बाटो इन्डियाको यहाँ अब हाम्रो चाहिँ इन्ट्रीहरू सब भइसक्यो अनि त्यहाँ अब आधीजना चाहिँ पसिरहेको छ तिनीहरूको चाहिँ अब अलिक लेट भइरहेको छ त्यही भएर अब हामी चाहिँ यहाँ तल आएर पर्खिरहेको छु सो अहिले चाहिँ अब हामी यहाँ पुगिसक्यौँ 26 अनि बाटो चाहिँ एकदम पुरै खराब थियो तर पनि जस्तो त्यस्तो स्ट्रगल गरेर चाहिँ हामी यहाँ पुगिसक्यौँ अनि पछाडि चाहिँ एकदम बवाल देखिरहेछ अहिले चाहिँ अब हामी घर पनि आइसक्यौँ अनि प्लस के भन्छ अरे मेरो फोनको चार्ज सकेर चाहिँ मैले भ्लग बनाउनु पाइनँ अनि सिधै घर आएर अनि अहिले चाहिँ खानासाना खाएर फोन चार्ज गरेँ अनि अब चाहिँ भ्लग बनाएँ मैले अनि सो यति हो अनि हामी चाहिँ घरहरू मजाले पुग्यौँ माथिबाट अनि नेक्स्ट राइडहरू पनि छिट्टै आउँछ अर्को राइडहरू पनि अब आई थिङ्क कताको हुन्छ तपाईँहरूलाई म भन्छु नि सो यति भन्दै आजको ब्लग म एन्ड गर्छु सी यू इन नेक्स्ट ब्लग